र हेलो गाइस, आज चाहिँ हामी निक्ल्यो फुटबल खेल्न हो। साथीहरू त सबै आइसकेको छ, फोन गरेछ। आज चाहिँ हाम्रो फुटबल म्याच छ र भाइहरू धेरै स्कुलमा खेल्ने भाइहरूलाई पनि 2-3 जना लिएर आएको छ र हाम्रो गाउँ बिच बगानबाट पनि गइसकेको छ खेल्नको लागि। र साथीहरू आइसकेको छ, यहाँ छ 2 जना। हामी अलिक ढिलो भयो, हामी पनि निक्लिने र अर्को भ्लगमा जोड्नु तपाईँलाई। अब लाग्दिएको हामी चाहिँ बाई बाई गाइस, अगाडि आउनुहोस् देखाउने छ ल। र गाइस हामी चाहिँ अब निक्लिँदैछ 3 भाइ र यहाँ छ अगाडिको खेल्दैछ, बिचको भाइ यता र भाइ पनि खेल्दैछ र खेल्नु चाहिँ मलाई पनि भनिरहेको, तर अलिक म इन्जोर्ड भएको छु। खेल्नु चाहिँ जाँदाखेरि इन्जो घोडामा लागेर अलिक खेल्न सक्दिनँ म चाहिँ आज। हाम्रो एकदम टिमको हिस्सा चाहिँ ठुलो भाइ, एकदम सानो युवा वर्ग नै भाइ हो, तर आफ्नो साथीहरूलाई भन्छु म खेला समात्छु भनेर एकदम इन्ट्री फिसहरू साथीहरूलाई सरसल्लाह गरेर भनेर भाइले लिएर आएको छ। र सबै साथीहरू पनि जयगाउँको छ भाइको, होइन भाइ? जयगाउँको नै छ, एकदम स्कुल पढ्ने साथीहरू लिएर आएको छ। अलिकति जयगाउँको भाइहरू पनि छ र हाम्रो गाउँको पनि मिक्स भएर खेलेको छ यो खेलामा चाहिँ। र हजुरहरूले चाहिँ चेक हुँदैछ, आधार कार्ड अन्डर 17 हो, 3 जना मात्रै ठुलो पाउँछ। र यहाँ चाहिँ अब चेक हुँदैछ, यो चेक नभए चाहिँ खेला हुँदैन है गाइस हो। यहाँ ढाँटेर आएको छ भने चाहिँ एकदम पुलिस केस हुने डर छ है। अनि यहाँ चेक इन हुँदैछ, आधार कार्ड र बर्थ सर्टिफिकेटहरू, आधार कार्डहरू यो चेक भएर मात्रै खेल्न पाइन्छ फुटबल चाहिँ। अन्डर 17 हो। र यतापट्टि बिच बगान हरियो जर्सीमा, उता रातोमा चाहिँ छ राजा भत्कुवा सालबाडी। र यहाँ हाम्रो आयोजक कमिटीहरूले चेक गर्नु हुँदैछ, दाइहरूले, उहाँहरूले नै खेला छोड्नु भएको। गाइज अब चाहिँ स्टार्ट भयो फर्स्ट राउन्डको म्याच हुँदैछ गाइज। रातो जर्सीमा छ भने सालबाडी माझा भर्सेस बिचिया कमान हरियो जर्सीमा। सालबाडीको धेरै चान्सेस, तर माथि यति नै राम्रो बिच बगानको यहाँ गोल, यहाँ पर जबरदस्त चान्स, क्लिक भएन। यहाँ हामी चाहिँ 2 भाइ खाँदै गेम प्ले हेरेर आएको छु। यहाँ बुकुनबाडीको झालमुरी यति सुन्दर मिठो। र आउनुहोस् अगाडि खेला हेर्नु होला। र यो चाहिँ सेकेन्ड राउन्डको खेला हो। सेकेन्ड राउन्डको खेला सालबाडीको कोसिस नाकाम, बिच बगानको डिफेन्सले बचाइदियो र हाम्रो बिच बगानले 2 गोल खाएको छ र सालबाडी विजय भएको छ 2 गोलले। र केही छैन, हार जितको त खेला नै हो। आउँ फुल भिडियो हेरौँ के हुनेछ। बिच बगान 1ले हार्यो, सालबाडी 2ले विजय भइसकेको छ भन्ने केही छैन गाइस। भाइहरू आज हारे त के भयो, अर्को दिनमा जित्ने छ। हार जितको त खेला नै हो, तर केही छैन। आज बिच बगान हारे भने के छ, आज सालबाडी विजय भएर गइसकेको छ। 2-1ले पराजित भइसकेको छ, सालबाडी 2 बिच बगान 1। र भाइहरू हारिसके, तर केही छैन, आउँदो दिनमा जित्ने छ, तर आजको लागि केही छैन। र हाम्रो डिएसएको साथी पनि थियो, अहिले त भाइलाई भनेको थियो हामीले, एकदम राम्रो प्रयास गरिरहेको थियो, उहाँले गर्दा अझै गोलहरू बाँचे। र उहाँको डिएसएमा चाहिँ उहाँ जोइन भइसकेको छ। र धेरै हाम्रो बिच बगानबाट पनि आएको थियो भाइहरू। केही छैन, हार जित त खेलाइ नै हो, यसरी नै भाइहरूले सिक्छ। भाइहरू हार्यो भनेर माइन्ड नगर्नु, आज हारे त के भयो, अर्को समयमा जित्ने होला हामी, होइन?
केही छैन छोरा मम्मी सबैको मम्मी बाबालाई भन्न चाहन्छु आफ्नो छोराछोरीहरूलाई स्पोर्टपट्टि ध्यान गर्नु जानु दिनुहोस् हाम्रो डिएससीहरूमा हेर्छौँ हामी धेरै अस्ति भर्खर उत्तम थापाको छोरा त्यो दादा कलकत्तामा होइन जितेर यस्तो यस्तो भइसकेको छ र हाम्रो यहाँ साथी पनि छ केही छैन हारे त के भयो आज भन्दै होइन साथी दुःखमन त छैन होला नि एकदम छैन हार जित्यो त खेल नि हो गाइस के भन्नु आज बिच बगान हारे त के भयो तर बिच बगान त्रिवेणी सङ्घ भन्ने पहिले नै सुनेको थियो होला यस्तो पहिले चाहिँ बिच बगान भन्ने हल्लिन्थ्यो क्या तर गाइस त्यस्तो केही छैन आज हारे त के भयो अर्को दिनमा हामी जित्नेछौँ बाहिर धेरै राम्रो खेले म नराम्रो खेलेँ भन्दिनँ एकदम राम्रो खेलेको थियो तर के गर्नु गाइस हारे भाइ होइन भन के गर्नु आज हारे त के भयो अर्को दिन हामी जित्नेछौँ फर्स्ट टाइम खेलेको भाइहरूले सिक्छ यसरी नै भर्खरको नै हो भाइहरू एकदम 17 वर्षदेखि मुनिको खेला थियो र आज चाहिँ भाइहरू पराजित हुनुमा भएन विजय भएन रनर भइसकेको छ केही छैन अर्को खेलामा जित्नेछ भाइहरूले र हाम्रो एउटा यहाँ सिनियर प्लेयर पनि खेलेको थिए र उहाँ पनि खेला उसले खेल्न छोडिसकेको थिए तर बाहिर कराकरले पनि खेले र के गर्नु हार्नुमा सफल भयो हार्नुमा सफल भयो केही छैन गाइस अब हामी निक्लिँदैछौँ अब गाइस यति भन्दै सबैलाई बिताबारी बुकुनबाडी बिताबारी कालचिनी बिताबारी आउँदो फेरि हामी खेला हुनेछ यहाँ ठुलो खेला फेरि त्यसमा जुड्नेछ हाम्रो टिमलाई मेजरमेन्ट गर्ने भाइ थियो अर्बन भाइ के भन्न चाहन्छ आज हारे के भन्नु अब एटेम त हाने थियो हो पोस्टमा लागे निक्ल्यो के भन्नु अब हेरेर लाइक सेयर सब्स्क्राइब गरिदिने भन्ने अनुरोध छ तपाईँहरूलाई मन पर्यो भने सेयर गरिदिनु होला मेरो भ्लगलाई यति भन्दै